रानीबाट कानुनले हेर्नु सब बनाउनु 5 छ 5 तपाईँले यो अब 10 को 10 आउने हो फ्रेम होइन यो एकै दिनको यो फ्रेम भरिने पनि होइन यो फ्रेमलाई तपाईँले निकालेर राख्दा पनि हुन्छ यो यहाँ जोड्यो भने यसले फ्रेम माग्यो भने तपाईँहरूले चाहिँ राख्दिने मैले त तपाईँ डबल स्ट्यान्ड गरिदिएको छु यसको त्यस्तो गर्न हुँदैन कहिले मैले त नभरिदासम्म माथि राख्नु हुँदैन अहिले पनि गरिने मात्रै ठिकै हो केही फरक पर्दैन तपाईँको अब सुन्नुहोस् है अब तपाईँहरूले कम्तीमा पनि यो फ्रेमलाई तपाईँहरूले राख्नुहोस् अब यताबाट हेर्नुहोस् त यता मतिर आउनुहोस् त यताबाट अब यतिको चाहिँ एउटा फ्रेम चाहिँ राख्नु पऱ्यो किनभने मोडले यहाँ खोजिरहेको छ नि त अब यो 1-2 दिनमा अब यसलाई यहीँ राखौँला चाका जोड्न सुरु गर्छ यसमा के हो यतिको राखेर यसलाई राख्ने काम गर्नु होला मैले तपाईँहरूलाई नै तब त्यो खास गरी मेरै पहलमा आज यसो गरौँ भनेर हो यो सबै फ्रेमको लास्टमा यहाँ राखिदिनुहुन्छ यसलाई अब कहिलेकाहीँ एन्टिबायोटिकहरू चलाउँदाखेरि चिन्जान दिने बेला त्यहाँको मोडलाई यहाँ अलिकति गाह्रो पर्छ आउन त नआउने होइन अब वनबाट कहाँबाट ल्याउँछ कहाँबाट तर त्यहाँको यहाँ आउन यसलाई अलिक मुस्किलै पर्छ अब यसलाई एउटा फ्रेम चाहिँ खाली राखेर यसलाई यहाँ राख्ने काम गर्नु होला यसमा होइन चारो हाल्ने भाँडो यही हो यसलाई फिडर भन्छ यसपछि यो भरियो यो अथवा यसमा चाका जोड्यो भने फेरि यसलाई यता सार्दिने अनि यसलाई फेरि यता सार्दिने थप्दै जाने जब यो भरियो भनेपछि अब यो यो फ्रेम गर्दाखेरि पनि हेर्नुहोस् है यो फ्रेमलाई तपाईँले तानेर यतिकै राखिदिनु भयो भने बाङ्गा चाका लगाउँछ यसलाई जतिकै यो मौरीको साइज हो यो हेर्नुहोस् यहाँ यसलाई जतिकै यसरी टाइट गर्ने हो हेरिसकेपछि यो टाढा राख्दै जानु आउँछ बिचमा अर्को चाका उठाइदिन्छ अनि त्यसो मेरो त्यो सबै फर्ममा बाङ्गो चाका भन्ने छैन किनभने त्यो एउटा चाका बाङ्गो बाटो बन्द हो म त तपाईँको खाने